मैले धेरै नबोलिकन हामीसँग धेरै कलाकार हुनुहुन्छ। तपाईँले माया गरेको कलाकार, म एउटा कलाकारको नाताले उहाँलाई सहयोग गर्दै हिँडेको छु, साथमा लिएर हिँडेको छु। उहाँको घर मेरो घर नेपालमा भए पनि ग्रुपको 1 नम्बर नमस्कार। फेरि यता 2 ग्रुपको लागि पनि एकचोटि। अब यता पछाडि हाम्रो साउन्ड सिस्टमको पछाडि बस्नुभएका हाम्रा बुवा आमा दाजुभाइहरूलाई पनि एकचोटि फेरि नमस्कार। कति मिठो आवाज। सरको घर चाहिँ बाग्लुङ कारे घर हजुरको? मान्छे त यति सानो घर चाहिँ कति लामो बाग्लुङ ढोरपाटन बाग्लुङ बुद्धिबाङ ढोरपाटन यति लामो नाम हजुर। बाग्लुङ त मलाई थाहा थियो होइन, मैले बाग्लुङ भन्नुहुन्थ्यो कार्यक्रममा सँगै लिएर मनोज गोर्खालीको छोरो हेर्नुहोस् त, यति बहादुर हुनुहुन्छ, यति खतरा हुनुहुन्छ हामी गोर्खालीको छोरो। सर अनि कति वर्ष हुनुभयो सर? कति? 24 वर्ष। ओहो 24 वर्ष मान्छे बिरानी गरिसक्नु भयो होला। बिहे गर्नुभयो सर? केटी मन नपरेर बिहे नगर्ने? बिहे गर्ने हो। अनि किन बिहे चाहिँ किन नगरे सर? केटीले धोका दियो कठै बिचारा, यो मान्छेलाई धोका दिने पनि त्यो बहिनी त्यो नानी छोरी कस्ती होला। अनि सरलाई टेन्सन लिन पर्दैन। हाम्रो यहाँ महोत्सवमा भने जस्तो जुन खेलकुद तथा होइन यो महोत्सवमा चाहिँ भने जस्तो हाम्रो चेलीहरू बहिनीहरू नानीहरू छोरीहरू आउनु भएको छ। यता ग्रुपको मन पर्यो कि यता ग्रुपको मन पर्यो कि अथवा यता कोही मन पर्यो भने हट्टे बिहे गरिहाल्ने। यता ल गर ल्याउने सर। मैले यता हो भनेको उता पछाडि हेरिरहेको रहेछ। मैले यता हेर्नुहोस्। ओहो ल हाइट कस्तो ठ्याक्कै मिलेको हेर्नुहोस् त। झट्ट यता काठमाडौँको धारा जस्तो यो बहिनी, झट्ट यता यो भाइ घन्टा घरको जस्तो। कस्तो राम्रो जोडी छ अब क्या। बेहुला एकचोटि बेहुला बेहुली पनि ताली बजाइदिनु सक्छ जोडीको। सर मन पर्यो? ओहो बेहुली के गर्ने थाहा छैन होला त्यो पनि सोध्दा। नानीको नाम? अनुसार हो ल ठिकै छ। एकदमै अनु भएको, म पनि गर्नु भएको जस्तो मान्छे। नानीको हँसाइ नै एकदम मिठो, ठ्याक्कै बाख्रा गर्ने। म पनि गनाउने बोका जस्तो ठिकै छ केही छैन। अनि सर बिहे गर्ने, अनि बिहे गरेपछि के गर्ने? सर यस्तो महँगोमा हाफ दर्जन सुन्नु भयो नि, यस्तोले हाफ दर्जन छोराछोरी पाउने। तपाईँले श्रीमती क्या मक्ख परेको झट्ट बजाएको ल। झन्डै चप्प दिइहाल्यो है। म यसो के अङ्गलमा यसो नजिक भएको थिएँ चप्पै दिइहाल्यो नानीको है। ठिकै छ केही छैन ल एकदम राम्रो। अनि सर बिहे त गर्ने हाफ त जाने हनिमुन चाहिँ कता मनाउने सर? दुबई। हाम्रो नेपालमा दुबई छैन, यत्रो जहाज छ, यत्रो रमाइलो मेला, यत्रो खोला ताल छ यार। किन दुबई जानु? यहीँ चिन्तन हुँदैन? चिन्तनमा कहाँ मनाउने त? अब होटलमा कि अब रिसोर्टमा कि कहाँ मनाउने? साला हेला यो कुमारे केटो भन्थ्यो फटा रहेछ। रिसोर्ट होटलमा अरे हनिमुन मनाउने रे। ल ठिकै छ केही छैन बहिनी नानी ठिक छ है। यसले हनिमुन मनाउँछ अरे होइन। हाफ दर्जन छोराछोरी पाउन सकिन्छ नि हजुर भने मसक्क मस्किन्छन् फेरि। यो पछाडि नदेखाऊ क्या मलाई, पछाडि हुन्छ गर्छु नि यसो गर्छु।
ल ठिकै छ रमाइलो हाम्रो मनोज सरले मन पराउन पाइयो माया गर्न पाइयो बहिनीले मन पराउन पाइयो माया गर्न पाइयो हाम्रो मनोज गोर्खाली बागलुङको हुनुहुन्छ उहाँ जस्तै व्यक्ति चन्द्रबहादुर दाङको हुनुहुन्थ्यो तर संसारमै हुनुहुन्न खगेन्द्र थापा मगर हुनुहुन्थ्यो उहाँ जस्तै व्यक्ति उहाँ पनि यो संसारमै हुनुहुन्न त्यस्तै अर्का दिपेन शाह उहाँ पनि यस्तै रोचो मान्छे हरेकको मनमा बस्न सक्ने हास्य कलाकार त्यसै गरी हरेक चलचित्र हरेक प्रोग्राम हिँड्ने दिपेन शाह पनि यो संसारमा हुनुहुन्न त्यसै गरी मनोज गोर्खाली हुनुहुन्छ राखिदिनुहोस् हजुर राखिदिनुहोस् धेरै धन्यवाद छ होइन ल हात मिलाएर थ्याङ्क यू है अनिललाई पनि रोकाजीलाई पनि ल अहिले बस्दै गरौँ बेलुकातिर कुरा मिलाउँ है त साह्रै कहिले गालातिर देख्ने हुन्न खाली हाततिर देख्नुहुन्न खाली कुन दिन यो देखेन भने नि यसले त त्यो जग्गामा पनि यसले त छोड्नु जस्तो लाग्छ मलाई यसले ल ठिकै छ सर अब हाम्रो मनोज सरको नृत्य हेर्ने हो यो व्यवस्थापन त्यसै गरी हाम्रा सम्पूर्णलाई म धेरै धन्यवाद दिन चाहन्छु हाम्रा जति